स्टेट एयरपोर्ट आइपुग्यौँ हामी चाहिँ अब यहाँबाट फ्लाइङ टु बुदापेस्ट। अब हजुरहरू पनि अहिलेसम्म कृष्ण भ्याली जानुभएको छैन भने चाहिँ कसरी जाने अनि जाँदाखेरि चाहिँ के कस्तो अब हजुर के ट्रेन बस के लाग्दो रहेछ मेरो ब्लग हेरेर जानु होला। अनि हजुरहरूलाई पनि केही कुरा अब क्वेसनहरू छ भने गर्नु होला है त ल। फोक्ली नै बिर्सेछ है त्यो हामी त्यो उसमा पाउँछ हातले खाऊ अब हातले खाइदिने हो नेपाली स्टाइल। हामी चाहिँ फाइनली बुडापेस्ट हङ्गेरी आइपुग्यौँ। यो बुडापेस्ट क्यासल अब यहाँ कहाँ जाने हो। हाम्रो मेनु चाहिँ कृष्ण भ्याली जाने हो, त्यही भएर हामी चाहिँ हाम्रो यो सानो ब्लग बनाउँदैछौँ। हाउ टु गो टु कृष्ण भ्याली हाम्रो पनि फर्स्ट टाइम हो। अनि कतिको कस्तो हुँदो रहेछ, यहाँ के पब्लिक ट्रान्सपोर्ट युज गर्नु पर्दो रहेछ, कता कताबाट जानु पर्दो रहेछ हामीले चाहिँ अब हेर्दै जाउँ है त। झन्डै लडेको 5000 भनेको एयरपोर्टबाट 100E नम्बरको बस लिएर चाहिँ हामी एयरपोर्ट सिटी सेन्टर ट्रेन स्टेसनको लागि ट्रेन क्याच गर्नको लागि सिटी सेन्टर जाँदैछौँ। अनि एयरपोर्ट टु के अरे ट्रेन स्टेसन जानको लागि चाहिँ पैसा चाहिँ यहाँ चाहिँ हामी अब दुईजना हामी सुमान श्रीमतीको लागि चाहिँ 5000 लाग्यो। त्यो चाहिँ अब युकेको कन्भर्ट गर्दाखेरि चाहिँ 12 पाउन्ड चाहिँ लाग्दो रहेछ पर पर्सन चाहिँ। हामीलाई चाहिँ अब भनौँ न 600 पाउन्ड लाग्यो वान वे चाहिँ एयरपोर्ट टु सिटी। अब नेक्स्ट स्टेसन हाम्रो जस्तो चाहिँ सानो 100E बसबाट झरेर अनि त्यसपछि यहाँ चाहिँ अन्डरग्राउन्ड जानु पर्दो रहेछ। यसरी टनल डिक फेरेन्स टियर भनेर लेखिरहेको छ। M2 समातेर चाहिँ हामी अब सर्ट 15 मिनटको हुन्छ होला सायद यो राइड चाहिँ। यहाँको ट्रेन स्टेसन यो भित्र चाहिँ यस्तो खालको छ। सपहरू, क्यास मेसिन, यो हो कि सानो फेमस ब्रेड यहाँको खानै पर्ने क्या। देख्नुभयो How much for this one? Different one. Yeah, that's the one. Just one? Can I pay by cash? यो चाहिँ 5000 होइन 5000 बुडापेस्ट आएपछि चाहिँ खानै पर्ने है। यो चाहिँ मैले टिकटकहरू ब्लगहरू हेरेर चाहिँ के अरे थाहा पाएको। यो चाहिँ अब यस्तो भित्र चाहिँ पुरा सिलिन्डर जस्तो राखेर चाहिँ बनाएको हुँदो रहेछ। भेरी फेमस ब्रेड होइन।
यो एउटा ब्रेडको चाहिँ कति हामीलाई 1000 पर्यो अनि मैले 5000 दिएको मलाई 3000 मात्र फिर्ता दिएछ त्यही भएर जसले पनि पैसा काउन्ट गरेर लिनु अनि मैले फेरि होइन मैले 5 दिएको किन 3 मात्र दिएको भन्दा ए सरी सरी भनेर फेरि मलाई 1 फिर्ता दियो त्यही भएर हजुर चाहिँ कन्फ्युज नहुनुहोस् है त यम्मी नै मिठो रहेछ हामीले चाहिँ 2टा टिकट दियौँ यो टिकट चाहिँ टिकट काट्न नजानेर भाषा नबुझेर इन्फर्मेट डेस्कबाट चाहिँ त्यहाँबाट सोधेर टिकट लियौँ अब चाहिँ हामी मेट्रो लाइन नम्बर 2 लिएर चाहिँ दुईजना स्टेसन थर्ड दुईजनाको जान्छ दुईजनाको चाहिँ 1000 पर्यो हङ्गेरियन होइन? 1000 हङ्गेरियन पैसा हजुर त्यहाँ क्लिक गर्ने सिङ्गल टिकट ए उता होला उता छिराउनु त्यसो भए यसरी सिकिन्छ You need to validate the ticket. त्यहाँ टिकटलाई त्यसरी पसाएर एकचोटि चेक गरेपछि मात्र उता क्लिक हुँदो रहेछ होइन ल टिकट इन गरेर हामी चाहिँ अन्डरग्राउन्ड जाँदैछौँ अब चाहिँ हामीले मेट्रोको नम्बर 2 समातेर चाहिँ क्यालिटीतिर जानुपर्ने हुन्छ हजुर यो डाइरेक्ट फेरेन्ज M2 समातेर यहाँ गरेर क्यालिटी त्यहाँ अनि त्यहाँ ड्रप भएर त्यहाँबाट बल्ल ट्रेन पाइन्छ ए माई गड म त खङ्ग्रङ्गै भयो छोड्ने बेलामा त टु फास्ट होइन यति तल अन्डरग्राउन्ड आउनु पर्दो रहेछ नि त हजुर त्यही त स्केरी दुटा पैसा आएर ह्याको ब्रेड पनि खाइयो वान हामी जाने उद्यो डेली बजार आइपुग्यौँ त्यसपछि चाहिँ अब हामी बाहिर निस्केर 5 मिनट वकपछि अनि बुडापेस्टको चाहिँ मेन ट्रेन स्टेसन आइपुग्छ त्यसपछि चाहिँ अनि हामी माथि जाने यहाँको यो एस्केलेटर पनि यस्तो फास्ट चढ्दो रहेछ कति फास्ट मुभमेन्ट छ होइन हेर्नु न ल ए सुई यति फास्ट लड्छ भने डर लाग्दो रहेछ क्या मेट्रोबाट निस्केर अब चाहिँ हामी ट्रेन स्टेसनतिर जाँदैछौँ यहाँ चाहिँ पब्लिक टोयलेट त रहेछ तर त्यहाँ चाहिँ पैसा तिर्नु पर्दो रहेछ यो चाहिँ ट्रेन स्टेसनमा हो यहाँ चाहिँ पैसा तिरेर मात्र जानु मिल्दो रहेछ है त त्यति 350 हङ्गेरियन रुपिस लाग्यो एराउन्ड पाउन्डमा 1 पाउन्ड समथिङ यो हामीले 2टा टिकट काट्यौँ यसको चाहिँ 5550 होइन हङ्गेरियन डलर पर्यो अब यसलाई पाउन्डमा कति लाग्छ मैले अब त्यहाँ स्क्रिनमा दिन्छु हेर्नु होला है त हजुरहरूलाई कति लाग्दो रहेछ अब हामी चाहिँ ट्रेनको टिकट काटेर अब यो ट्रेनमा चढेर चाहिँ हामी चाहिँ फोनियोड जाँदैछौँ फोनियोडबाट फेरि अर्को बस लिएर चाहिँ फेरि हामी कृष्ण भ्याली जानेछौँ यहाँ चाहिँ एकदम गर्मी भएको भएर मान्छेलाई यहाँ फ्रेस गर्नको लागि चाहिँ पुरा सावर स्प्रे रहेछ यता यता ब्याक 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 हो कस्तो लाग्दैछ त अहिलेसम्म होइन भाषा नबुझे पनि धन्न यहाँ त इङ्ग्लिस बोलेको अलिअलि हजुर हामी चाहिँ बुडापेस्ट एयरपोर्टबाट बस लिएर 100 त्यसपछि फेरि अर्को M2 ट्राम लिएर अब चाहिँ यो दिल्ली बुडापेस्ट दिल्ली यो चाहिँ ट्रेन स्टेसन आइपुगेको छौँ अब यहाँबाट चाहिँ हामी फोनियोड जान्छौँ अनि त्यसपछि फेरि अर्को बस लिएर चाहिँ फेरि हामी चाहिँ कृष्ण भ्याली अब जर्नी कस्तो छ कति कति लाग्छ होइन मैले सेयर गरिरहेको छु हेर्दै जानुहोस् है त कस्तो हुन्छ हाम्रो जर्नी फर्स्ट टाइम हो हामी पनि आएको सो फार सो गुड इन्फ्युज टी हो क्या रिफ्रेस गर्छ अहिले
अलिकति सुगर पनि चाहियो नि त, अब डिहाइड्रेट हुन्छ। कस्तो राम्रो नेपालको जस्तै घर रहेछ। समरमा त राम्रै हुन्छ। यहाँ फोनेटमा पनि हामी आइपुगेपछि यहाँबाट फेरि अन्डरग्राउन्ड तल झरेर, हजुर किजा रात आयो होइन। किजा रात भनेको चाहिँ दिसो रहेछ कि हामीले चाहिँ कुन चाहिँ ठाउँमा आइपुग्यो फेरि भनेर। ओके यो चाहिँ हामी हङ्गेरीको फोनेट भन्ने ठाउँमा आइपुग्यो। अब चाहिँ हामी टिकट काट्नको लागि जाँदै, यहाँको भाषा फेरि एउटै इङ्ग्लिसमा नलेख्दो रहेछ, सबै हङ्गेरियन भाषामा राख्नु भएर यस्तो गाह्रो हुँदो रहेछ कि। एनिवे अब त्यसरी पनि खोजेर जानु पऱ्यो होला। अब चाहिँ हामी यहाँ टिकट काटेर, कति रहेछ दुईवटा टिकटको? त आउटवर्ड्स आयो क्या। चेन्ज चाहिँ अब त्यहाँबाट तल What? And then? Yeah. Finally. समरमा चाहिँ फुलहरू चाहिँ यति राम्रो क्या, हेर्नु सानो फुल देखेपछि मनै आनन्द हुन्छ कि। हामी चाहिँ अब रोड क्रस गरेर जाँदैछौँ। यसो अब भोक पनि लाग्यो, अब लन्च गर्नु। हजुर जानु। भोक लागेको हो त है त। ल के खानेकुरा त लेट्स गो। गर्मी भएर रुखको मुनि बस्नु भएको छ। गर्मी भएर है, शीतल पानी। अब चाहिँ क्याफेमा बसेर एकछिन रेस्ट गर्दै। हात्ती बसेर मलाई गर्मी भएर पानी खाने कस्तो राम्रो है, वेदर पनि ठाउँ ठाउँ होइन बबाल भइरहेको छ। फोनेटमा लन्च गरेर अनि फेरि फोनेटबाट अर्को ट्रेन लिएर चाहिँ हामी फोनेट टु कृष्ण भ्यालीतिर लाग्यौँ। कृष्ण भ्याली हामी चाहिँ हाम्रो स्टेसन मिस भएर त्यसको एउटा स्टेप अगाडि आइपुगेछौँ। यो चाहिँ पामुक रहेछ, समुद्रद्वार पछिको चाहिँ पामुक हुन्छ। हामी चाहिँ फेरि उताबाट आउने रिटर्न ट्रेन लिएर चाहिँ फेरि रिटर्न जाँदैछौँ। टेम्परेचर 35 डिग्री भएर यहाँ पाकेर यस्तो गर्मी भइरहेको छ, कोही पनि छैन यहाँ, नोबडी, सुनसान ठाउँ। अब भगवान् बस्ने ठाउँ त अलिक शान्त
होइन रमणीय मनलाई लोभ्याउने जङ्गलै जङ्गल भएको यस्तै ठाउँ छ यहाँ त। हजुरहरू पनि आउनु होला घुम्नलाई। हङ्गेरीको कृष्ण भ्याली वृन्दावन एकदम रमाइलो छ। खालि आज यो अहिले चाहिँ जुनको महिनामा एकदम गर्मी भएर पाक्न लागेको थियो, यति हो। एउटा स्टप मिस भएर अर्को स्टपमा झरेको रिटर्न आउँदै गर्मीले प्याक प्याक भएको अवस्था। यो गर्मी है यस्तो गर्मीले बाफले त्यही माथि ट्रेन छुटेको सानो बक्सा जस्तो मात्र एउटा ट्रेनको पिस लिएर आइरहेको। अब यो चाहिँ मिस हुनु जाला कुर्ता होला। सानो डब्बा जस्तो मात्रै एउटा क्या ल एउटा डब्बा लिन आएको क्या हामीलाई, हामी हराएर। ल भगवान् डाँडा काँडामा बास गर्नुहुन्छ, तीर्थ जान कहाँ सजिलो हुन्छ र। हामी पनि अब यो ट्रेन मिस हुँदा आउँदा आउँदा ढिलो भएर अब चाहिँ लास्ट बस मिस भयो 4:30 बजेको। अब 1.5 घन्टा वक गरेर माथिसम्म डाँडासम्म पुग्ने। पानी पियो पानी पियो अनि खुट्टा हिलोमा यसरी गड्यो। किन हाँसेको? यस्तरी हिलोमा खुट्टा गरेर धौ धौ भनेर धुन नखोज्ने मान्छेलाई पनि हङ्गेरीको वृन्दावनमा आइपुग्यौँ होइन। कसरी थाहा हुन्छ, मैले ठुलो हात्ती देखेँ क्या होइन। एकछिन साइडबाट तान्नुपर्छ होला। हरे कृष्ण। हामी चाहिँ गुरुदेव भवनमा आइपुग्यौँ। कस्तो लाग्यो जानु? आनन्द होइन। हाम्रो पछाडि चाहिँ वन चराचुरुङ्गीहरू उडिरहेको कस्तो मजाले आयो। फाइनली युरोपको वृन्दावन कृष्ण भ्याली आइपुग्यौँ। हामी चाहिँ यो कृष्ण भ्यालीभित्रको आश्रममा बसेको भएर चाहिँ नजिकै थियो, ओन्ली 2 मिनट डिस्टेन्स गुरुदेवा भवनमा बसेको। अनि त्यसपछि हामी चाहिँ त्यहाँ आएर सावर गरेर रेडी भएर फेरि मन्दिर दर्शन गर्नको लागि गयौँ। अनि मन्दिरभित्र त्यो एरिया छिर्ने बित्तिकै यति क्वाइट, यति शान्त वातावरण, हरेक त्यो चराचुरुङ्गीको आवाज मात्र आउने, यति ब्युटिफुल इन्भाइरोमेन्ट क्या, यति माइन्ड रिल्याक्सिङ हुनेछ क्या। हजुरहरू चाहिँ प्लिज सक्नुहुन्छ नि जानु होला है। यति आनन्दको प्लेस छ यो, दर्शन गर्ने ठाउँ, केही नोइज छैन, यति क्वाइट। सिटीबाट नियरली 4 आवर टाढा छ। हामी चाहिँ गएर राधाकृष्णको दर्शन गऱ्यौँ, त्यसपछि विष्णु भगवानको दर्शन गऱ्यौँ, एकादशी परेकोले तुलसी माताको दर्शन गऱ्यौँ। अनि मोस्टली चाहिँ यहाँ हङ्गेरियन भाषा युज हुनुभएको भएर चाहिँ हामीलाई चाहिँ अलिकति गाह्रो पऱ्यो। अनि तर गुरुहरूले चाहिँ के कुन भाषा बोल्नुहुन्छ भनेर सोध्नुभएको थियो। अनि इङ्ग्लिस भनेपछि चाहिँ उहाँले चाहिँ एउटा गुरु एरेन्ज गरिदिनु भयो ट्रान्सलेटको लागि चाहिँ, किनकि त्यहाँ अब सत्सङ्ग भइराख्ने थियो होइन। एकछिनपछि सत्सङ्ग थियो, त्यतिखेर चाहिँ अब उहाँले के भनिराख्नु भएको छ भनेर हामीले नबुझ्ने भएपछि चाहिँ एकजना गुरुले चाहिँ हामीलाई इङ्ग्लिसमा सबै ट्रान्सलेट गर्दै भन्नुभयो। एकदम राम्रो आनन्द भयो। प्रभुपादको पनि दर्शन गऱ्यौँ। अमेजिङ अमेजिङ फिलिङ, अमेजिङ एक्सपिरियन्स। श्रीमती एकादशी देवी की आशा सुंदर की जय, प्रभुपाद की जय, जय गुरुदेव।
यहाँ चाहिँ राम्रो कुरा के भने भिडियो मोबाइल फोन सबै युज गर्न पाउने, तर एकदम क्वाइटली फोटो खिच्न पनि एलाउड छ, भिडियो बनाउनु पनि एलाउड छ। तर नोइज गरेर अरूलाई डिस्टर्ब नहुने गरेर गऱ्यो भने चाहिँ केही फरक नपर्दो रहेछ। अनि आज चाहिँ एकादशी परेको भएर बिहानै हामी सबैजना चाहिँ गुरुदेवको पछि पछि पुरै कृष्ण भ्याली वकिङ गर्दै चान्ट गर्ने उहाँहरूको कार्यक्रममा सम्मिलित भयौँ। सबैजना गुरुदेव अगाडि हिँड्दै हुनुहुन्छ चान्ट गर्दै, खाली खुट्टा हिँड्नुहुन्छ सबैजना। फेरि हामी चाहिँ चप्पल लाएर गएको थियौँ। हामी फेरि बिचमा पुगेपछि चप्पल एकछिनपछि चाहिँ खोल्यौँ। सबैजना खाली खुट्टा माताजीहरू प्रभुजीहरू सबैजना हिँडिराख्नु भएको छ चान्ट गर्दै। अनि हामी पनि पछि पछि चान्ट गर्दै उहाँलाई फलो गर्दै कृष्ण भ्यालीको एक्सप्लोर गर्दै हिँड्दैछौँ। मकैको बारीहरू, गाईहरू पालिरहेको, सागसब्जीको बारीहरू सबै अर्ग्यानिक, सबै माताजी प्रभुजीहरूले त्यहाँ रोपिराख्नु भएको रहेछ। कति राम्रो फार्मिङ अर्ग्यानिक, एकदम आनन्दको। नियरली 2 घन्टाको पुरै कृष्ण भ्याली राउन्ड गऱ्यौँ हामीले पनि गुरुजीहरूको पछि लागेर। So how long you been here? Like I don't know, 4 years. Yeah. Oh, that's nice. So we're having aarti evening. Yeah. Sorry. Just हामी हिँड्दा हिँड्दै रोक्यौँ। के भएको रहेछ भनेको त अगाडि चाहिँ एउटा सर्प ठ्याक्क बाटो क्रस गर्दो रहेछ। अनि गुरुजी स्टप भएर सर्पले बाटो क्रस गरिसकेपछि चाहिँ फेरि हामी अगाडि बढ्यौँ। हामीले चाहिँ पुरै कृष्ण भ्याली चाहिँ चान्ट गर्दै कम्प्लिट गऱ्यौँ। त्यसपछि चाहिँ एकछिनपछि चाहिँ हामी चाहिँ गुरुहरू चाहिँ आफ्नो आश्रमतिर जानुभयो अनि हामी चाहिँ यता फेरि गार्डनतिर लाग्यौँ। काठबाट बनेको सिमेन्टको त उसमा हाल्छ नि त। यो चाहिँ कृष्ण भ्याली, युरोपको वृन्दावन पनि भन्छ यो ठाउँलाई चाहिँ। हामी चाहिँ हिजो आइपुगेको थियौँ अनि आज चाहिँ बिहानै उठेर गुरुसँग चाहिँ सबैजना आज चाहिँ एकदम स्पेसल चाहिँ एकादशी भएको भएर चाहिँ बिहान 2 घन्टाको पुरै कृष्ण भ्याली फेरि चान्ट गर्दै जाप गर्दै सबै गुरुहरूको पछि पछि हामीले पनि मनमा चान्ट गर्दै परिक्रमा गऱ्यौँ कृष्ण भ्यालीको। अब भरे फेरि आरती हुन्छ। अहिले चाहिँ हामी कृष्ण भ्यालीको यसो अवलोकन गर्दैछौँ। कति आनन्द छ, चराहरूको आवाज चिट गरेको, पानीको आवाजहरू एकदम रमाइलो भइरहेको छ। दर्शन गर्न पाइयो। हरे कृष्ण। हरे कृष्ण। अनि यहाँ चाहिँ जहाँ पनि मान्छेहरू चाहिँ हरे कृष्ण भन्ने हिँड्ने एकदम आनन्दको ठाउँ रहेछ। हामी चाहिँ कृष्ण भ्याली हिँड्दै यो चाहिँ प्रभुपाद उहाँको चाहिँ समाधि स्थल हजुरले देख्नुहुन्छ कति ब्युटिफुल्ली बनाएको, सबै डेकोरेसन गरेर। जय प्रभुपाद। हरे कृष्ण हरे राम 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 हरे हरे। देख्नुहुन्छ हजुर सबैजनाले। अब हजुर यहाँसम्म आउन नपाए पनि यहीँबाट दर्शन गर्नुहोला। हाम्रो चाहिँ विवाह भएको 22 वर्ष भयो अनि 22 वर्षको उपलक्ष्यमा हामी चाहिँ जहिले पनि एभ्री एनिभर्सरीमा सकेसम्म हामी चाहिँ एकअर्कालाई समय दिउँ। आफ्नो व्यस्तताबाट केही समय निकालेर दुईजनाको लागि स्पेन्ड गरौँ भनेर आउने क्रममा चाहिँ हामी चाहिँ यहाँ कृष्ण भ्याली आइपुगेका छौँ। यति मनमा आनन्द भइरहेको छ, दर्शन गर्न पाइयो राधा कृष्णको, प्रभुपाद गुरुको। अनि यहाँ गुरुहरूलाई भेटेर एकदम मन एकदम आनन्दित भइरहेको छ। अहिले हामी सब कृष्ण भ्यालीमा हामी यसरी हिँडिरहेको छु। फेरि पनि यो भिडियो मार्फत
सानो विवाह भएको 22 वर्ष पुरा भएकोमा धेरै धेरै शुभकामना। ह्याप्पी 22 वेडिङ एनिभर्सरी हजुरलाई। हाम्रा 3टा राम्रा भगवान्ले आशीर्वाद दिनुभएको छ। बच्चाहरू छन्, यति रमाइलो छ जिन्दगी। धन्यवाद। जय श्रीराम, जय हनुमान दादा हजुरलाई पनि। अनि यति माया गर्ने श्रीमान जीवनसाथी पठाइदिनु भएकोमा हजुरहरू भगवान् सबै सम्पूर्ण ब्रह्माण्डलाई नै थ्याङ्क यू। अनि हरेक जीवनको दुःख सुख हरेक क्षणमा चाहिँ हजुर मेरो साथमा हुनुहुन्छ। जिन्दगीको यो मोडमा आएर चाहिँ हजुर नै हो मेरो बेस्ट फ्रेन्ड, जे भने पनि। थ्याङ्क यू सो मच being there when I need all the time and being amazing partner, amazing husband, amazing dad, and I love you always forever. Thank you for keeping me as a wife, taking care of me. Every situation I can be crazy, loving you so much, but still you're always there for me to look after. Thank you so much. If you watch this video, then you will understand. I send you this message. Love you, love you, love you, love you. Happy anniversary. Jai Shri Ram. Jai Hanuman Dada. Jai Shri Ram. Jai Shri Ram. Jai Ram Shri Ram. Jai Jai 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 Ram. हामी चाहिँ हनुमान दादाको दर्शन गरेर अब चाहिँ फर्किँदै। यति आनन्दी होइन, कस्तो रमाइलो वन है, पुरै जङ्गलको बिचमा होइन। दादा विराजमान हुनुभएको छैन, कति राम्रो आनन्द है। हो क्या हुनु यस्तो राम्रो कि अनि होइन म यहाँ छु है भनेर ब्लेस गर्नुभयो हामीलाई। जय श्रीराम, जय हनुमान दादा। हामी चाहिँ दादाको दर्शन गरेर अब ब्याक टु उता हाम्रो गुरुदेवा भवनमा हामी बसेको छौँ। हाम्रो बसेको भवन चाहिँ लक्किली ठ्याक्कै मन्दिरको 2 मिनट वकिङ डिस्टेन्समा होइन सानो हाम्रो बस्ने आश्रम गुरुदेवा भवन चाहिँ एब्सोल्युटली नजदिकै छ हाम्रो, एकदम नजिकै होइन। कस्तो बिल भएर अघि मृग देखेको थिएँ, सानोले देख्नुभयो? मैले वहाँबाट देखेको। सानो के अरे स्थान बसिरहनु भएको थियो नि त होइन। अनि मैले चाहिँ मृग देखेर के त्यहाँदेखि वेट गरिरहनु भएको भनेको यहाँबाट ठ्याक्कै क्रस गरेर गएको कि यत्रो मृग के चिटिक्क परेको मैले वहाँबाट देखेर। अनि अब टाढा भयो नि त भिडियो खिच्नलाई होइन। म चाहिँ प्रभुपाद गुरुको त्यहाँ भिडियो बनाउँदै थिएँ नि त, त्यहाँ भिडियो खिच्दै थिएँ, त्यहाँबाट देखेको कि। भाग्यमानी छु नि त म, सानो जस्तो यस्तो माया गर्ने, हरेक कुरामा साथ दिने श्रीमान पाएको छु। त्यही त है। ह्याप्पी एनिभर्सरी सानो, विवाह भएको 22 वर्षको धेरै धेरै शुभकामना। यसरी नै ह्याप्पी 75 एनिभर्सरी मनाउनु पाऊँ, यात्रा गर्न पाऊँ, भगवान्को दर्शन गर्न पाऊँ। जय श्रीराम, जय हनुमान दादा। जय। ठाउँ ठाउँमा यसरी गायत्री मन्त्र कृष्ण भगवान्को फोटोहरू राखेको छ। त्यसरी नदीको छेउछाउमा झन् उता माथिको झन् कति राम्रो छ नि होइन। यहाँ चाहिँ मन्दिरसँग ठ्याक्क जोडेको छ गोविन्दा रेस्टुरेन्ट। त्यो चाहिँ फुल्ली भिगन भेजिटेरियन। अनि यहाँ आएर खानाहरू शुद्ध शाकाहारी हरे कृष्ण खानाहरू पाइन्छ सबै।
प्योर भेजिटेरियन भिगन प्रसाद फुड एभाइलेबल यहाँको रेस्टुरेन्टमा। त्यो हजुर आउनुहुन्छ भने फुड पनि यसरी एभाइलेबल छ। कस्तो रहेछ ल प्रसाद ल जय श्री राम मन्दिर चाहिँ उता माथि अनि त्यहाँबाट हामीले बस्ने आश्रम चाहिँ यहीँ नजिकै छ र ठ्याक्कै गुरुदेवा भवन। हाम्रो चाहिँ हिँडेर 2 मिनट डिस्टेन्समै हाम्रो आश्रम छ। भित्रभित्र सानो सानो आश्रमहरू बनिरहेको छ। यो पहिल्यै प्रि बुक गरेर आउनुपर्छ। पुग्नुभयो आश्रममा भनेको नि कति राम्रो छ है। आनन्द चराचर दुनियाँहरू। इभिनिङमा नि पूजा हुन्छ अनि हामी फेरि इभिनिङ दर्शनको लागि फेरि रेस्ट गरेर आयौँ मन्दिरमा दर्शन गर्नको लागि। इभिनिङको दर्शन गरेर फेरि हामी चाहिँ बिस्तारै वक गर्दै टिकटक बनाउँदै आफ्नो गुरुदेवा भवनतिर फर्क्यौँ। वेदर पनि यति राम्रो थियो प्लस यति गर्मी अनि यो कुर्ता यो साडी पसिनाले त हैरानै भयो थियो। यो गर्मीले पनि हैरानै पारेको थियो। एनिवे रमाइलो भयो। बिहान 4:30 बजे आरती हुन्छ। त्यही भएर चाहिँ ब्रह्म मुहुर्तमै आरती हुने भएको र हामी चाहिँ 3 बजे उठेर नुहाइ धुवाइ गरेर आरतीको लागि रेडी भएर आइपुग्यौँ यहाँ। एकदम आनन्दको शान्त वातावरण छ। बिहानको ब्रह्म मुहुर्त होइन मन्दिर आएको आज।
र अब हामी चाहिँ 3 दिनको बसाएपछि चाहिँ आज चाहिँ हेडिङ टु बुडापेस्ट होइन सानो हो बुडापेस्ट गोल्डन टेम्पल यो के चाहियो निकाल्नुपर्छ नि। चार्जर ओके ल अब चाहिँ निस्क्यौँ है त सानो हाम्रो गुरुदेवा भवनको बसाइ पनि एकदम फ्यान्टास्टिक भयो अब चाहिँ हामी हेडिङ टु बुडापेस्ट होइन सानो अब बुडापेस्टमा गएर चाहिँ अब के एक्सप्लोर हुन्छ हङ्गेरीको लेट्स सी लकरमा हालेर हामी चाहिँ अब निस्क्यौँ बुडापेस्टको लागि एकदम राम्रो स्टे भयो ल थ्याङ्क यू सो मच गुरुदेवा भवन यहाँ आउँदाखेरि चाहिँ ट्रान्सपोर्ट चाहिँ आफूले एकदम व्यवस्था गरेर एकदमै सबै बुझेर मात्र आउनु होला स्पेसली एल्डरहरू चाहिँ फेरि गाह्रो हुन्छ बस स्टपबाटै मन्दिरसम्म जानको लागि 1 माइल वक गर्नुपर्ने हुन्छ हामी चाहिँ बस स्टपतिर लाग्दैछ हरे कृष्ण अब चाहिँ हामी कृष्ण भ्यालीबाट निस्किँदैछौँ वृन्दावनबाट हरे कृष्ण 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 हरे हामी अब फर्काउँदै कृष्ण भगवान दर्शन गरेर फर्किँदै वेलकम गर्ने होइन ठुलो हात्तीले मन्दिरबाट 1 किलोमिटर हिँडेर आएपछि समग्रमा भनेर चाहिँ यो बस स्टपमा बसेर बस कुर्ने त्यसपछि यो बसबाट चाहिँ फोनेटको लागि जाने पानी पऱ्यो भने यहाँ पानी छेक्ने पनि रहेछ बस स्टपमा ल हामी चाहिँ यहाँ सोमबासबाट बस चढेर ओरिक्लाको लागि जाँदैछौँ अब ओरिक्लाकमा गएपछि अब कहाँ चेन्ज गर्ने लेट्स सी हामी पनि भाषा इङ्ग्लिस नबोल्दो रहेछ यस्तो गाह्रो हुने एउटा शब्द पनि नबोल्ने क्या रमाइलो भइरहेको छ युरोपको गाउँ पनि यति विकसित क्या यति क्लिन यति टाइडी बस स्टपमा झरेर अर्को 15 मिनट बाटो हराएर अनि फेरि राइट ट्र्याक पत्ता लगाएर हिँड्दैछौँ हामी चाहिँ हङ्गेरीको गाउँमा हराएको छ भाइ यो चाहिँ हङ्गेरीको गाउँ हो क्या ल हेर्नुहोस् त यति ब्युटिफुल छ क्या यहाँको गाउँहरू मान्छे चाहिँ देख्ने मुस्किल हुँदो रहेछ घरहरू यति राम्रोसँग फुलहरू सजाएर राखेको होइन यति सफा सबै राम्रो एकदम राम्रो रहेछ सानो त्यहाँ स्नेक रहेछ है त्यो सानो बेबी स्नेक केयरफुल अभी डिफ्रेन्ट रुटबाट आएको भएर एकैछिन लस्ट भयो एनिवे हाम्रो एकदम आनन्ददायक यात्रा रह्यो हजुरहरूलाई केही इन्फर्मेसन चाहिन्छ भने चाहिँ कमेन्ट गर्नुहोस् प्लिज लाइक कमेन्ट सेयर माई भिडियो थ्याङ्क यू